जिन्दगीमा तपाईहरु एप्पल खाएर खुसी रहनुस्। हेर्नुस्, यो भनेको ट्याक बटम मशरूम को एउटा बच्चा, व्हाइट स्नो मशरूम भन्छ यसलाई पंकज मशरूम। गाइस तपाईं मशरूम पनि त धेरै प्रकारको हुन्छ नि हैन, त्यही भएर तपाईं मशरूमहरु चेक गर्नुस्। पंकज मशरूम भन्छ है गाइस। मशरूमको सब्जी कसैले कति खायो भन्ने विषय मलाई कमेन्ट गर्नु होला। एक प्रकार पंकज मशरूम, शैली मशरूम, बटर मशरूम, होल मशरूम। अब यहाँ मशरूम यो दोस्रो छ, यो भनेको काने च्याउ। काने च्याउ, यो भनेको डाँफे च्याउ। डाँफे च्याउ तपाईले खाने भयो छैन के यस्तो च्याउहरु भन्नुस् है। डाँफे च्याउ। यो एप्पल भनेको यो रसियाबाट प्रोडक्ट भएको। रसियाबाट, यो रसियाबाट, यो थाइल्यान्डबाट, यो भनेको सिमला चीनैबाट। यो है गाइस प्रोडक्टहरु म देखाउँछु कहाँबाट प्रोडक्ट हुन्छ। यो भनेको तपाईको के रे उसबाट, रसियाबाट भएको। यो जो छ नि यो मौसमी भन्छ, तर यो मौसमी चाहिँ यो आउट अफ बाट प्रोडक्ट हुन्छ है गाइस। यो चाहिँ अस्ट्रेलियाबाट, यो अस्ट्रेलियाबाट। यो चाइना अंगुर हेर्नुस्, चाइना अंगुर हेर्नुस्। म त यो अंगुर बेच्दै बस्छु हो गाइस। तपाईले के लाग्छ? अंगुर बेच्यो बस्यो त्यस्तै छ है। यो सब चाइनाबाट आएको अंगुरहरु, त्यही भएर यो अंगुरहरु खानु पनि महँगो पर्छ के यार। एउटा अंगुरले हेर्नु कति 10 रुपैयाँ छ नेपाली, ठ्याक्कै कति भनेपछि 900 रुपैयाँ खर्च गर्नुपर्छ एउटा एक ब्याग खर्च गर्नु। अब यता देखाइदिन्छु। यहाँनिर हेर्नुस्, यो माछालाई ग्रे गरेर राखेको माछाको। बाँकी यो अचार हेर्नुस् तपाईले, यो अचार यस्तो अचारहरु खाने अनुष्का जिन्दगीमा मिठो हुन्छ। यो माछाको यो के रे सोयाबिन जस्तो बनाएर बच्छ सब माछाको। यो हेर्नुहुन्छ पिकल अचार एकदम मिठो हुन्छ। नम्बर 1 यो चाहिँ हजुरको कोपीको हो, लामो खाले। ल यहाँ मेरो अग्रज दाजुले भन्छ यो कोपीको भन्नुहुन्छ। यो खालको तपाईँ खान सिक्नुस् है। यो खालको जिन्दगीमा कोपी खाने सिक्नुस्, राम्रो हुन्छ। यो तपाईँ के थाहा छ? यो भनेको नम्बर 1 तरकारी। यहाँका मान्छेले खान्छ यो चाहिँ चिन्चङ भन्छ। खै के हो यार चिन्चङ, मलाई पनि खुद थाहा छैन यार। सुन्नु हो नि गाइस, म त यस्तै बेच्दै बसेको छु हौ। म मलेसियामा यस्तै बेचिरहेको छु क्या गाइस। हेर्नुहोस् है, अब यहाँ देखाइदिन्छु हेर्नुहोस्। ए मकै, यो मकै चाइनाबाट आएको मकै खायो। यो मकै हेर्नुहोस् है, यति राम्रो मकै गाइस। तपाईले मकै यदि उसिनेर एउटा कलिलो मकैहरू खानुस्, भिटामिन सी हो, एउटा शरीरलाई पनि एकदम राम्रो हुन्छ। त्यो एउटा मकै, एउटा कलिलो मकैहरू उसिनेर पोलेर खाने गर्नुहोस्, एकदम राम्रो हुन्छ। यो तपाईले यसरी मकै म देखाइदिएँ।
मकै कसरी बेच्छ भन्ने विषयमा। अनि यहाँनिर मकै हेर्नु है, मकै देख्नुभयो नि होइन। त्यही भएर गाइस यो तपाईँहरूले यस्तो चिजहरू हेल्थको लागि एकदम राम्रो। भिटामिन गाइस, भिटामिन हामीले यो मकै यस्तो खानुहुन्छ भने तपाईँले हस्पिटलबाट भिटामिन ल्याउनु पर्दैन, अटोमेटिक हस्पिटलबाट दामी हुन्छ। अब यो छ नि, यो पनि अस्ट्रेलियाबाट यो प्रोडक्ट भएको। यो यहाँमा त केही पनि हुँदैन। यो रेड चिली छ, यो पनि अस्ट्रेलियाबाट प्रोडक्ट भएको। यो चेरी छ, चेरी यो पनि अस्ट्रेलियाबाट आएको। यो पनि अस्ट्रेलियाबाट आएको। हेर्नुभयो नि यो बेबी कर्न हो। यो चाहिँ भियतनामबाट आएको। भियतनामबाट एकदमै राम्रो क्वालिटीको हुन्छ, तर स्पाइसी एउटा पिस खान सकिँदैन। हेर्नुहोस् है गाइस, यो हेर्नुहोस् है, ल हेर्नुहोस् यो ड्याडिस पनि, यो पनि अस्ट्रेलियाबाट आउँछ। यहाँ त केही पनि आउँदैन, यहाँ हुँदैन अन्त सबै आउट अफबाट प्रोडक्ट गर्नुपर्छ, त्यही भएर महँगो पर्छ। केजी हो कति छ गाइस? 15 रिङ्गिट, यानि नेपाली समथिङ 3500 खर्च गरेर केजीको खानुपर्छ। अनि के किनी खानु सकिन्छ? तपाईँहरू आफै विचार्नु होला नि। त्यही भएर गाइस गाह्रो पर्छ है, के किनी खानु सकिँदैन है। कोलालम्पुरमा हर चिज महँगो छ। पैसा मात्रै धेरै छ भनेर हुँदैन, महँगो छ कि सामानहरू। यो ग्रिन चिली पनि महँगो छ। अब यहाँ हेर्नु, यहाँ यो बिन्स, यो बिन्स तपाईँहरूले एकदमै के लाग्छ भनेपछि भिटामिन। यो पनि यो बिन कट हो, बिन कटमा पनि खानुहोस्, दामी हुन्छ। यो के हो थाहा छ? यो दुधबाट बनेको मजिद टेम्पे भन्छ। यहाँनिर यो बेच्दै बस्छु म त। फर्सीहरू काट्यो, मेरो काम यही। फर्सी बेच्यो, गाजरहरू बेच्यो, यसरी बेच्दै बस्यो। मेरो काम चाहिँ गाइस यही है। यो पारी एग्रिकल्चरबाट ल्याउँछ, अनि यहाँनिर चाहिँ काट्यो, बस्यो। फर्सीहरू कसरी बेचेको छ? यसरी जिन्दगी भनेको यसरी नै चलिरहेको छ, दुःख सुख होइन। तपाईँले हेरिहाल्नु होला, यो आधा केजी छैन, समथिङ 3 रुपियाँ, यानि नेपाली 200 रुपियाँ लगाएर खानुपर्छ। तरुल कता छ? ल यहाँ सुटुनी हेर्नु, सुटुनी यो अस्ट्रेलियाबाट प्रोडक्ट भएको। यो पनि अस्ट्रेलियाबाट सुटुनीहरू। मेरो औरत दाजु के कटिङ हुँदैछ त्यहाँ? यो हेर्नुहोस् है गाइस, यो के हो थाहा छ? सिम्बुलको तरुल। भेजिटेबल यो हेर्नु, एउटा यति कति महँगो छ, 2 रुपियाँ। यो एउटा सलाद किनेर खानुलाई 1 रुपियाँ 23 सेन्ट, यानि 45 रुपियाँ नेपाली। तपाईँहरूले यो चिजहरू यसरी यहाँनिर यति महँगो छ क्या, तपाईँलाई भन्नुहुन्छ नि पैसा 1700 बेसिक प्लस ओभर टाइम गरेर के गर्नु? 70-80 हजार कमाएर पैसा बढ्दैन, किने खानु महिनामा 600-700 त के जान्छ यार खाएर भने। गाह्रो छ पैसा बचाउनु। हेर्नु जिन्दगीमा गाई यदि तपाईँहरूले शरीरलाई राम्रो स्वास्थ्य र किडनीलाई राख्नु छ भने यो क्यारेट खाने गर्नुहोस्। क्यारेट एकदमै राम्रो, गुड फर हेल्थ हुन्छ, एकदमै राम्रो होइन। त्यही भएर चाहिँ मेरो काम चाहिँ यो फर्सी बेच्यो, गाजर बेच्यो, बस्यो, त्यस्तै छ होइन। मेरो काम फर्सी बेच्ने। तपाईँलाई देखाइहालेँ नि होइन सबै कुराहरू। हेर्नुहोस्, यही आज मेरो ड्युटी भनेको एभ्रिडे मर्निङ अर डे यही भइरहन्छ। धन्यवाद गाइस सबैलाई।